सबैमा नमस्कार। ओहो, राजनेता एवं एमालेको भावी प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फलो गर्ने कोही भएनन्, आफूले बोलेको कसैले सुनेनन्, मैले बोलेको कसैले बुझ्नै चाहेनन् भनेर विदेशी मानिसहरूलाई किनेर मलाई फलो गर है भनेर किनेर पैसा तिरेर किनाउनु भएको छ। उहाँलाई यो मनै पर्दैन कि आफ्ना प्रतिस्पर्धीहरूले पोस्ट हालेको अथवा उनीहरूको लाखौँ फलोअर्स छ, पोस्ट हालेको 5-10 मिनटमै लाखौँले हेर्छन्, तर आफूले बोलेको कसैले सुन्ने भनेन्, कसैले मान्छे गरेन। त्यति भएपछि के गर्नु पर्यो, पैसा तिरेर भए पनि अब फलोअर्स किन्नुपर्ने बेला आएको छ। एकै दिन 2-3 लाखजना उहाँले किनेर सक्नु भएछ होइन। र यहाँ मलाई हेर्नुहोस्, म जब एउटा भुस हुनु जब 1 महिना अगाडिदेखि कन्टेन्ट बनाउन स्टार्ट गरेको थिएँ र हाम्रो टिकटकमा 6 लाख, फेसबुकमा 1 लाख र युट्युबमा लगभग 15,000 भन्दा बढी मानिसले भन्दा पनि बढी पटक चाहिँ मलाई हेरिएको छ, मेरो भिडियो हेरिएको छ। राम्रो काम गरे त मानिसहरूले हेरिहाल्छन् नि। अब आउँछन् फेरि उहाँकै गुणगान गाउने, फेरि है हाम्रो राजनेता केपी शर्मा ओली भन्दै गुणगान गाउने, उहाँका भरौटेहरू, समाजका विज्ञ भनाउँदाहरू, समाजमा हामी नै जान्ने सुन्नेछौँ, हामी नभए त समाज डुब्छ भन्नेहरू, उहाँकै सपोर्ट गरौँ, उहाँकै पूजा गरौँ, उहाँकै भक्ति गर्नु है। त्यस्ता मान्छेलाई के नै भन्नु छ। आइ एम सो थ्याङ्कफुल अबाउट द नम्बर्स है। मलाई चाहिँ जतिपटक लगभग 8 लाख पटक चाहिँ मेरो भिडियो हेरेको छ, यसको लागि चाहिँ म एकदमै आभारी छु। र अझै पनि यहाँ प्लस छ होला, त्यो पनि थिच्नु होला, तल फलो छ होला, त्यो पनि थिच्नु होला, किनकि हामी अझै धेरै हुनु छ। के भन्नु, अब केपी शर्मालाई कसैले सुनेनन्, अब विदेशीलाई किनेर अब फलोअर्स बढाउनु पऱ्यो, नम्बर बढाउनु पऱ्यो। छ्या, यस्तो पनि दिन आउँदो रहेछ। अझै भक्ति गर्दै गर हो, भक्ति हो। जय नेपाल।